हेलो साथीहरू, वेलकम छ मेरो मिनी ब्लगमा। म चाहिँ आज मेरो ससुराली गाउँ आएको छु सङ्क्रान्ति मनाउनलाई। त्यहाँ मेरो बुढी चाहिँ पुरा टिकटकमा बिजी भइरहेको छ भिडियो बनाउनलाई है। म चाहिँ यसो ब्लग बनाउन लागिरहेको मेरो ससुराली गाउँतिर आएर। पछाडिको चाहिँ कृष्ण मन्दिर हो है साथीहरू, हेर्न सक्नुहुन्छ उहाँ हो डान्सर। अनि सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति है। लक्ष्मीमा सबैलाई धेरै शुभकामना। सङ्क्रान्तिको साथीहरू खाइसके साथीहरू काम लागिरहेको छ है। बुढाबुढी भएर हामी त मन्दिरतिर टिकटक बनाउन आएको कृष्ण मन्दिर है। अरू साथी बहिनीहरू पनि टिकटक बनाउनु साथीहरू गोरीबारी रहेछ। यहाँ चाहिँ यताबाट चाहिँ ब्रदर जाने बाटो भनेर देखाइरहेको छ साथीहरू है। यताबाट चाहिँ ब्रदर कतै जाँदो रहेछ। अनि साथीहरू म चाहिँ हजुरहरूलाई कृष्ण मन्दिर देखाउन गएको छु है। यो चाहिँ कृष्ण मन्दिर साथीहरू निजगढको है। शिव मन्दिर रहेछ। कृष्ण मन्दिर भनेको शिव मन्दिर रहेछ है साथीहरू। छ तर माछा चाहिँ धमिलो भएर देखिन्छ कि देखिँदैन साथीहरू है। यहाँ चाहिँ माछा पालेको छ। सानो सानो रहेछ माछा चाहिँ है साथीहरू। कहाँ देखिन्छ प्रवीण? कहाँबाट देखिन्छ माछा? माछा चाहिँ देखिएन। सानो सानो छ माछा चाहिँ देखाउनु चाहिँ सकिएन। तर पनि यो चाहिँ माछाको पोखरी हो साथीहरू है। भाइले पनि भन्दैछ के पोखरी भाइ हो, के पोखरी हो? यो चाहिँ माछा पोखरी साथीहरू। यहाँ बोयर पनि रहेछ है साथीहरू। बोयरको बोट चाहिँ रहेछ कता? यहाँ बोयरको बोट चाहिँ रहेछ साथीहरू। बोयर चाहिँ छैन होला, चाहिँ सानो सानो नानी बाबुहरू भएर खोज्न आयो जस्तो लाग्यो। म पनि जाँदैछु साथीहरू माछाको पोखरीको छेउछाउमा। के खोजेको नानीहरू? छ भएर कति छ खै? कहाँ छ भएर खै? बाफ्रे यसलाई खै गइदेऊ त एउटा भएर हो। बाट चाहिँ मिठो रहेछ। सानो भएर रहेछ है। सानो सानो भएर फलेको रहेछ। भाइ बहिनीहरू चाहिँ बयार लिन आएका छन्। कहाँ छ माछा खोइ देखाउ त मलाई ल। कहाँ छ माछा खोइ? कहाँ रहेछ खोइ ल हेरौँ माछा हेरौँ हामी पनि साथीहरू है। म चाहिँ सानो सानो नानीहरूको पछि लगाएर जाँदैछु माछा हेर्नको लागि। सानो सानो छ है। तिमी जत्रो छ है? तिमी जत्रै छ है? सानो
माछा पार्यो त असम्म? फाइनल्ली हामीले चाहिँ अब माछा पोखरी पनि हेऱ्यौँ, हामी बयर पनि खायौँ र हामी चाहिँ अब घर फर्किनु लागेको साथीहरू है। र अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो लास्टमा प्रतिक्रिया दिनु होला, राम्रो लाग्यो एउटा कमेन्ट पनि सुन्नु होला, मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला है, र बेल आइकन पनि दबाइदिनु होला साथीहरू। हामी चाहिँ अब घर जाँदैछौँ है।